ल क्लास 8 मा चाहिँ क्वेशन नम्बर 6 मा सोधिने प्रश्न रहेको छ। यो क्वेशन नम्बर 6 को 1 ए र बी मा जुनीमा पनि सोध्न सक्छ र यसको चाहिँ मार्क्स रहेको छ 2 मार्क्स। र अब यसलाई कसरी गर्ने त भन्दाखेरि अब यहाँ हेर्दाखेरि एउटै छ भने यहाँ दुईटाबाट एलसीएम तान्ने र यहाँ डिफ्रेन्ट छ। डिफ्रेन्ट छ भने यसलाई हामीले एउटै बनाउन सकिन्छ कि सकिँदैन एकचोटि हेरौँ। ल यसलाई एउटै बनाउनको लागि यहाँ माइनस मैले कमन ताने भने यो के हुन्छ त प्लस हुन्छ। 9 माइनस 6a बाई यो तल के हुन्छ त a माइनस 3। अब यो माइनस अहिले कमन ताने माइनस प्लस त्यो अहिलेको माइनस यहाँ थियो भने माइनस इन्टु प्लस माइनस a माइनस प्लस 3a यति हुन्थ्यो। र अब हाम्रो यो एउटै रहेको छ। अब हामीले यहाँबाट के गर्न सकिन्छ त यहाँबाट एलसीएम तान्न कमन तान्न सकिन्छ र यहाँ रहेको छ कमन a माइनस 3 र यसको पनि a माइनस 3 भएको कारणले हामीले कुनैले पनि मल्टिप्लाई गर्नु परेन र यसको मुनि पनि त्यही भएको कारणले कुनैले मल्टिप्लाई गर्नु परेन। a स्क्वायर माइनस 6a प्लस 9 हाम्रो अर्डरको अनुसार चाहिँ हामीले मिलाएको छौँ। र थर्ड लाइनमा हामीले के गरिन्छ भन्दाखेरि फ्याक्टराइज 1 इन्टु 9 जोड्दाखेरि सरी मल्टिप्लाई हुँदाखेरि 9 हुनु पर्यो, जोड्दाखेरि कति हुनु पर्यो त 6 हुनु पर्यो। भनेपछि माइनस 3 प्लस 3 3 जा 9 3 जा 9 3 प्लस 3 6 प्लस 9 डिभाइडेड बाई a माइनस 3 र यति आएको छ। अब यहाँबाट हामीले कमन तान्न सकिन्छ। पहिला हामीले मल्टिप्लाई गर्यो 3 इन्टु a 3a माइनस प्लस माइनस 3a प्लस 9 डिवाइडेड बाई a माइनस 3। अब a कमन तान्दाखेरि a माइनस 3 a माइनस 3 र यहाँबाट a माइनस 3 कमन रहेको छ र a माइनस 3। अब यो र योबाट हामीले कमन a माइनस 3 अर्को रहेको छ a माइनस 3 डिवाइडेड बाई a माइनस 3। अब यो a माइनस 3 कसरी आयो भन्दाखेरि यो र योबाट एउटा कमन आएको छ, यो र योबाट अब अर्को भनेको a माइनस 3 रहेको हुन्छ। यो र यो क्यान्सल। अब बाँकी हाम्रो एन्सर रहेको छ a माइनस 3 र यो चाहिँ हामीले यसरी सोल्युसन गर्न सकिन्छ।